यहाँ अब पुलिसको यहाँ हेर्नु ल हेर्नुहोस् यहाँ हामी क्रियापुत्री कुरेर बसेर ठाउँमा उहाँहरू आएर यहाँ डाङडाङ डुङडुङ गर्नुभयो है ल हेर्नुहोस् मान्छे एक्सपायर भएर यहाँ जुठो बस्नु भएको छ नि ल हेर्नुहोस् यहाँ यस्तो छ अहिले यहाँ अवस्था झन्डै क्रियापुत्री छोको यहाँ ल उहाँले डाङडाङ लाताले हानेर ढोका खोलेर मलाई पनि जानकारी भएन त्यो थाहा आउनुपर्ने कुरा हो ढक्का गर्यो लाठी हाने नि केही होइन उहाँलाई त्यस्तो लाए हो लाग्यो होइन यहाँ यत्रो मान्छे छ उहाँ पनि हो एउटा सर है यहाँ ल यस्तो हो कि हजुर होइन के हो हामीलाई जानकारी त्यस्तो भएको पऱ्यो त्यसरी डाङडाङ आउनु मिलेन नि सर ढोका नगर्नु त पर्यो त नगर्दा त्यसरी गरिँदैन के सर भनेर बुझ्न त पर्यो बुझ्न त पर्यो सुन्नु न उहाँले पुलिस मात्रै भन्नुपर्थ्यो क्या ढोका खोइ हामी भाग्ने थियौँ हामी उहाँहरू देख्नुभयो क्रियाको देख्नु तास खेल्नु म पुलिस हो बाहिर भनिदिनु पर्दैन भाग्छ भन्नु उहाँ डर भयो कि हामी भाग्छौँ झ्याला भाग्छ यहाँ पैसा भेटेन अब पैसा लुट्न हो पैसा हेर्न आउनुभएको तपाईँहरू यो तास खेलिरह पैसा हेर्न आउनुभएको यहाँ क्रियापुत्री कुरिरह ठाउँमा ल तपाईहरु त सत्य मान्छे होइन है तपाई झगडा गरेर तपाई के गरेर यार तपाई तास खेलेर ए तँलाई ढकलले गएको होइन तपाईँहरूको बर्दीमा यसो गरे त बाटो ठेलेर गएको होइन अनि मैले सुरु त खोले होइन यहाँ क्रियापुत्रीलाई छोको भए के हुन्थ्यो भोलि तपाईको घरमा कुरा आउँछ के यो ढोका खुल्लै छ यहाँ सुते मान्छे भित्र यहाँ भित्र सुतेको छ तपाईँको यहाँ के गर्नुभयो त दुकान भन्नु त उहाँहरूलाई पैसा तास खेल्न पैसा कति छ हो मलाई थाहा छ मान्छेको संवेदना बुझ्दैन अनि के त पुलिस आएर ढाक देखाएको हामी के त किन देखाएको होइन तपाईँले पुलिस भनेर तपाईँ एक सय हुनुहुन्थ्यो कि पुलिस भनेर हामी डकाउनु होइन हामी सबै काम नगर्नु सबैहरूले चुप लागेर बस्छ